लगाएछ हेर्नु यहाँको भ्यू पनि यो अघिको मन्दिर र यो पनि मतलब एउटै बाटो पर्छ पहिला यहाँदेखि यही बाटो जाने हो त्यो मन्दिरमा चाहिँ हामी चाहिँ यहाँको भिडियो आउँदाखेरि भिडियो चाहिँ अलिक गराउन मतलब फोटो खिच्दै आएको अनि बिर्सियौँ अहिले यो मन्दिर यहाँ पनि मन्दिर छ मन्दिर भित्र जाने यो मन्दिर सर देखाइदिउँ यो मन्दिर पनि कस्तो राम्रो के जापानिजहरूको घर त राम्रो हुन्छ मन्दिर पनि त्यस्तै राम्रो यता पनि छ एउटा मन्दिर यो यिनीहरू मन्दिरहरू चाहिँ यो च्यान त्यहाँ नजिक च्यान छ क्या त्यही मतलब मान्छेहरूको सम्झनामा बनाएको जस्तो लाग्छ है मलाई चाहिँ देखाइदेऊ न कस्तो राम्रो त्यो घर जस्तै है कस्तो राम्रो जाऊँ अगाडि अनि यो चाहिँ जाडोको मौसममा घाम सुगन्ध जस्तै भइरहेछ हामीलाई चाहिँ तातो 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 पनि भइरहेछ घिरिरहेछ पढ्न आएको 1 घन्टाको क्युकेमा म मान्छेहरू बस्ने बिल्डिङै होला हेरचाह गर्ने अनि यहाँ चाहिँ अगाडि अझै एउटा मन्दिर छ जान मिल्छ कि मिल्दैन थाहा छैन हामी टाढैबाट भिडियो आउनेछौँ हजुरहरूको लागि देखाइदिन्छु यो पनि कस्तो राम्रो के देश नेचर लभरको लागि चाहिँ राम्रो छ ऊ होइन अनार होइन कस्तो भयो त बोट त है त्यहाँ भयो त अगाडि लागौँ यहाँ चाहिँ यो ठुल्ठुलो के भन्छ ढुङ्गा ठुल्ठुलो ढुङ्गामा लेखेको कस्तो मतलब भगवान् जस्तै गरेर राखिरहेको छ अनि यहाँ चाहिँ यो च्यानहरू छ है ठुलो च्यान घर के जति के भन्छ अब देखाइदेऊ न हामी जानु मिल्छ कस्तो राम्रो के त हामी पार्क जानु लागेको पार्क भन्नाले त्यहाँ बस्ने ठाउँ छ त्यहाँ जानु लागेको अनि यहाँ चाहिँ एउटा जापानमा मान्छेहरू मर्नुभन्दा अघि नै के हो अनि यहाँ चाहिँ मान्छेहरू भयो हिँड्दा चाहिँ एउटा के हो यो अमिलोको बोट देख्यौँ है गाई अनि चाहिँ अघिको केटाहरू जापानिजहरू रहेछ अनि त्यो ब्ल्याक कलरको अनि त्यो ब्ल्याक लुगा लाएर हिँडिरहेको रहेछ नि जापानिज केटाहरू अनि त्यो चाहिँ तिनीहरूको कल्चर रहेछ कल्चरल ड्रेस रहेछ अनि म भिडियो गराउँदै आउँदाखेरि उनीहरूले राम्रो त के भन्ने भने भयो गाइस अनि म आउँदा यहाँ बाटोमा धेरै त्यहाँ अमिलो देखेँ यहाँ चाहिँ खै के हो अम्बा जस्तो छ अनि मलाई चाहिँ कस्तो टिपेर खाम जस्तो लाग्यो यहाँ चाहिँ खासै टिप्नु त मिल्दैन मान्छेहरू देख्यो भने कस्तो भन्छ यहाँको मान्छेहरूले पनि त्यस्तो खासै यस्तो रुखमा फलेको खाँदैन किनेर नै यहाँ चाहिँ खानु खाइन्छ है
टिप्दै खाँदै गरिन्छ हामीले त्यो त्यो चाहिँ अलिक टाढा सकिँदैन त्यही भएर यहाँ मात्रै यहाँ मेरो